धनकुटा जिल्लामा भइरहेका गतिविधि त्यसका सम्भावना विशेष गरी दुईवटा क्षेत्र साना तथा घरेलु उद्योगको क्षेत्र र पर्यटनको क्षेत्रमा धनकुटा जिल्लामा के छ र के सम्भावना छ यो विषय जोडेर आयोजक संस्थाले संयोजन गरेको संस्थाले जुन एउटा महत्त्वपूर्ण विषय जुडाउनु भएको छ त्यो विषय सम्बद्ध त्यो दृष्टिकोण बनाउनु हुने आदरणीय महानुभावलाई मैले धन्यवाद दिन चाहन्छु। प्रति आभार व्यक्त गर्दै म यो नतिजाको पोको फुकाउन चाहन्छु। कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ र आज हामी फर्स्ट सेकेन्ड आज यो हाम्रो कार्यक्रममा आएर म मेरो यो मन्त्रणा गर्न चाहन्छौँ। आफ्नो पुरस्कार लिदिनुको लागि 5 गते आउनुहुनेछ र अब म अलि कार्यक्रम समापन तर्फ गइरहेको छु। आजको प्रति आभार व्यक्त गर्दै म यो नतिजाको पोको फुकाउन चाहन्छु। स्रोत साधन कच्चा पदार्थ र प्रविधिमा आधारित विभिन्न किसिमका उद्योगहरू सञ्चालन भएका राई लेबर र लिम्बू संस्कृतिका मानिसहरूद्वारा हस्तनिर्मित वस्तुहरूले पनि यहाँको सांस्कृतिक पहिचानलाई कायम धनकुटे बिस्कुट उद्योग, कफी प्रशोधन उद्योग र चिया प्रशोधन उद्योगहरू साथै सम्पदाहरू हेर्न जो कोही पनि लोभिन्छ। धनकुटाको भेडेटार, नाम्चे, दोडेडाँडा जस्ता ठाउँमा 2.5 भनिन्छ। तर के यहाँ एभोकाडोसँग सम्बन्धित कुनै साना उद्योगहरू कार्यान्वयनमा आएका छैनन्। त्यसैले र दिगो आयोजनाको अभावले गर्दाखेरि जुन हिसाबले 21औं शताब्दीमा उद्योगको विकासले म स्थानीय सरकार र नेतृत्वलाई के पनि आग्रह गर्न चाहन्छु भने धनकुटा भनेर भावनात्मक कुरा गरेर मात्र हुँदैन। दिगो योजना हाम्रो धनकुटामा दिगो गुरु योजनाको अभाव नाम्चेलाई विश्वको घुम्नै पर्ने एक पर्यटकीय स्थल घोषणा गरेको थियो। एक हिसाबमा ठुलो फड्को मार्ने साना उद्योग र पर्यटनको विकासको कार्यान्वयन गर्न जरुरी छ। यदि यी सम्भावनाहरूको कार्यान्वयन हुँदैन भने हामीले सुनको कचौरा बोकेर भिख मागे जस्तो हुन सक्छ। त्यसैले हामी युवाहरूले पनि डिजिटल मार्केटिङ, ई पर्यटन र प्रविधिमा आधारित सिपको विकास गरेर हाम्रो धनकुटाको धार्मिक र आठपरिया राई र नेवार जस्ता विभिन्न लुकेका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई विश्वविख्यात रूपमा प्रचलित गर्न जरुरी छ।